सबैमा नयाँ वर्ष 2083 सालको अवसरमा सबैको शिक्षा अझ तयारी अझ दमदार बनोस् र यही विज्ञापनमा तपाईँको नाम सिफारिस होस् भन्ने म शुभकामना व्यक्त गर्दछु। र आज हाम्रो पढाइलाई म अगाडि बढाउँछु। आज हामी 1.3 को सामाजिक तथा सांस्कृतिक रूपान्तरण सोसियल एन्ड कल्चर ट्रान्सफर्मेसनको विषयमा हामी आज छलफल गर्छौँ। म आज सर्टकटमा पढाउँछु है। हामीले बुझ्नुपर्छ, पहिला के बुझ्नुपर्छ, हामीले सामाजिक तथा सांस्कृतिक रूपान्तरण, जस्तो कि हामीले यहाँ अगाडिको टपिक्सहरू अब विवाद तथा द्वन्द्व व्यवस्थापन पढ्यौँ होइन, अनि त्यहाँभन्दा पछाडि सामाजिक न्याय र के पढ्यौँ, समानता पढ्यौँ के। अब द्वन्द्व र विवाद र द्वन्द्व व्यवस्थापन भइसकेपछि के त सामाजिक न्याय र समानता कायम हुन्छ। त्यो समानता कायम भइसक्यो भने के हुन्छ त, अब समाजमा रूपान्तरण हुन्छ के, समाज चाहिँ परिवर्तन हुन्छ कि हो, त्यो बुझ्नुपर्छ हामीले। समाज सामाजिक तथा सांस्कृतिक रूपान्तरण भनेको के भने हामी थोरै बुझ्छौँ कि रूपान्तरण भनेको के भने एउटा सोचाइ र कार्य प्रणालीमा आउने रूपान्तरण परिवर्तन नै के हो त सामाजिक रूपान्तरण। हामीले सर्टकटमा बुझ्ने है। अब कुनै पनि समाजमा त विभिन्न प्रकारका मानिसहरू बस्छन् होइन। अब त्यहाँ विभिन्न प्रकारका जाति, धर्म, भाषा, छुट्टै मूल्य, मान्यता, आचरण, व्यवहार र भएका मानिसहरू बस्छन्। तिनीहरू एक आपसमा मिलेर बसेका हुन्छन् समाजमा होइन। हो, उनीहरूको रूपान्तरण भनेको कुनै पनि विचारमा, सम्बन्धमा होइन, धारणामा आउने परिवर्तन नै एउटा सामाजिक रूपान्तरण। हामीले यति बुझ्नुपर्छ है। अब कुनै पनि समाजमा रूपान्तरण अकस्मात हुने गर्छ होइन। अब जस्तो कि अब कुनै पनि पूर्वानुमान गर्नुपर्छ। अब जस्तो कि अस्ति भदौ 23 गते र 24 गतेको त्यो जेनजी आन्दोलन कसैले चाहिँ सोचेको पनि थिएन कि 28 घन्टामा सरकार नै ढल्छ होइन, प्रधानमन्त्री राजीनामा दिन्छन् भन्ने कुरा कसैले पनि सोचेको थिएन। जब त्यहाँभन्दा अगाडि पनि आन्दोलन भयो होइन, त्यहाँभन्दा अगाडि जस्तो कि 46 सालको आन्दोलन भयो, अनि जनयुद्ध 10 वर्ष जनयुद्ध भयो, अनि 62-63 आन्दोलन। तर अहिलेको चाहिँ 28 घन्टामा कसैले पूर्वानुमान पनि गरेका थिएन। यो अब सामाजिक रूपान्तरण कसरी आउँछ, क्रान्ति र आन्दोलनबाट स्थापित नयाँ मूल्य मान्यता व्यवस्था नै के हो त सामाजिक रूपान्तरण हो कि यसमा। अब हामीले यति बुझ्न सक्छौँ। अनि एमपी जेनसनले के भन्छन् भने सोचाइ र कार्यप्रणालीमा को तरिकामा रूपान्तरण आउनु सामाजिक रूपान्तरण भनेका छन्। हो, हामीले के त मानिसको सोचाइ र कार्यप्रणालीमा आउने परिवर्तन नै सामाजिक रूपान्तरण हो भनेका छन् होइन। हामीले यति बुझ्नुपर्छ। के बुझ्नुपर्छ भनेपछि अब हामीले सामाजिक रूपान्तरण भनेको जस्तो कि हिजोको जति मान्छे शिक्षित भए होइन, जति मान्छेहरू चेतनशील भए त्यति नै सामाजिक रूपान्तरण आउने है। ल हामीले यति बुझ्नुपर्छ। यति बुझिसकेपछि अब हामीले थोरै परिचय बुझिसकेपछि हामीले अब सामाजिक रूपान्तरणका विशेषताहरू र यसको प्रकृति कस्तो प्रकारको हुन्छ भन्ने कुरा बुझ्नुपर्छ। अब हामीले यो परिचय बुझिसकेपछि यसको विशेषताहरू नै त्यसलाई चाहिँ कसरी आइडेन्टिफाई गर्ने, मुख्य विशेषता हामीले जस्तो सामाजिक तथा सांस्कृतिक रूपान्तरणलाई कसरी चिन्छौँ, त्यसलाई कसरी बुझ्छौँ भन्ने कुराहरू विशेषताले जनाउँछ कि होइन। अब हामीले परिचय जानिसकेपछि हामी विशेषता भनिहाल्छौँ। जस्तो मेरो विशेषता के हो, म गाउँगोरो छु अथवा म अग्लो छु, म पातलो छु होइन, म चाहिँ एकदम चाहिँ बढी रिसाउँछु, त्यो मेरो विशेषता हो कि हो। हामीले त्यो विशेषता अब यो सामाजिक रूपान्तरण कस्तो विशेषता हुन्छ भन्ने कुराहरू हामीले यता टेली गर्नुपर्छ कि होइन। अब जस्तो कि सामाजिक रूपान्तरण भनेको एउटा समाजको अस्तित्व रहेसम्म यो भइरहने प्रक्रिया हो। त्यसैले यो सर्वम प्रक्रिया होइन। जबसम्म समाजको अस्तित्व रहन्छ तबसम्म यो चाहिँ यसको के त यो चाहिँ अस्तित्व रहिरहन्छ कि। जब समाजको अस्तित्व रहिरहन्छ तबसम्म यो हुने भएकाले सर्वम प्रक्रिया हो। अनि यो चाहिँ यसको समाज रूपान्तरणको एउटा गति होइन, यो कुनै पनि प्रभाव स्वरूप के त पूर्वानुमान गर्न सकिँदैन। कतिखेर के हुने हो, कतिखेर कसको मानिसमा सोचाइ परिवर्तन हुने, त्यो कुराहरू पूर्व अनुमान गर्न सकिँदैन। अब कतिखेर मेरै मनमा भुलेन के हुने भन्ने कुरा मैले थाहा छैन होइन। त्यो त अवस्था, परिस्थिति, सिचुएसनले त्यो स्थिति पैदा गर्ने हो कि होइन। अनि अरू कुरा सामाजिक रूपान्तरणको गति एकनाश हुँदैन मैले भने सजिलो छ है, यो एकनाशको हुँदैन होइन। अनि यो चाहिँ के त यो फरक तुलना गर्न सक्ने किसिमको हुन्छ के त, समय ठाउँ समय अनुसार फरक तुलना गर्न सकिन्छ। जस्तो कि अब भारतको अवस्था, त्यहाँ ठाउँ र समस्या, त्यहाँको अवस्था, त्यहाँको पढाइ लेखाइ, त्यहाँको वातावरण इम्प्याक्ट, त्यहाँको राजनीतिक प्रभावले गर्दा, त्यहाँको आर्थिक प्रभावले गर्दाखेरि के त त्यहाँको रूपान्तरण फरक हुन सक्छ। नेपालको फरक पर्न, यही नेपालको बिचमा पनि मधेसमा चाहिँ छुट्टै त्यहाँ इम्प्याक्ट पर्न सक्छ, त्यहाँ त्यही अनुसारको रूपान्तरण हुन सक्छ होइन। त्यही अनुसारको यहाँ जुम्लामा चाहिँ त्यही अनुसार रूपान्तरण हुन सक्छ। त्यो समय र ठाउँ अनुसारको त्यो स्वरूप परिवर्तन हुन्छ होइन। त्यसै गरी अब अर्को के भने यो विकासको स्वभावको नियम होइन। सामाजिक रूपान्तरण सामाजिक विकासको स्वाभाविक नियम हो, हामीले बुझ्नुपर्छ। सामाजिक ढाँचालाई मध्यनजर गरेर आर्थिक कार्यक्रम तर्जुमा गरेर सामाजिक रूपान्तरण गर्न सकिन्छ कि। हामीले के गर्न सक्छौँ, अन्तर्क्रिया परिणाम स्वरूप गरेर सामाजिक रूपान्तरण गर्न सक्छौँ होइन। यति बुझ्नुपर्छ हामीले। अब के हो सामाजिक रूपान्तरण भन्दा हामीले यसको विशेषता बुझ्यौँ। अब सांस्कृतिक रूपान्तरण भनेको के हो भनेपछि यति बुझ्नुपर्छ है। सांस्कृतिक रूपान्तरण भनेको
अब मानिसले जीवनयापन गर्नका निम्ति अवलम्बन गरेको बाटो भनेको संस्कृति हो के। अब मान्छेहरूले अब जीवन जन्मदेखि मृत्युसम्मको विभिन्न प्रकारका आफ्नै संस्कृतिहरू छन् होइन, आफ्नै रीतिरिवाज छन्, आफ्नै चाडपर्व छन् होइन। त्यो के हो त, एउटा आफ्नो जीवन यापन गर्नको लागि र कुनै पनि एउटा मान्छेलाई नियममा बाँच्नको लागि पनि बनाएको भन्ने हुन्छ यो धर्म संस्कृतिहरू है। मानिसका आवश्यकता पूर्ति गर्नको लागि मानिसद्वारा निर्मित भौतिक र अभौतिक पद्धति एक प्रणाली संस्कृतिको होइन। मानिसले चाहिँ आफ्नो जीवन सञ्चालनका क्रममा होइन अब के गर्छन् त, मूल्य मान्यता आदर्श नियम रीतिरिवाजहरू चाहिँ कानुन प्रचलन कला प्रथाहरू छन्, धर्म आदि निर्माण गरेको हुन्छ, जसले हामीले सांस्कृतिक रूपमा चाहिँ लिन सकिन्छ हामीले होइन। औजार वेशभूषा प्रविधि आदि भौतिक सांस्कृतिक रूपमा लिन सकिन्छ होइन। अब सामाजिक रूपान्तरण भनेको के हो त, त्यति बुझिसकेपछि अब सांस्कृतिक भन्ने बुझिसकेपछि अब त्यहीमा रूपान्तरण हुनसक्छ नि त। जस्तो कि हिजोको संस्कृति, जस्तो कि हिजो दाइजो प्रथा थियो, दास प्रथा थियो होइन, सती प्रथा थियो, अनि यो के त छुवाछुत प्रथा थिए। यिनीहरू के त मान्छे बढ्दो चेतना र बढ्दो शिक्षाले गर्दाखेरि ती बिस्तारै रूपान्तरण गयो। यो त एउटा के रहेछ भनेपछि यो चाहिँ एउटा पछाडि जात बनाएको रहेछ भन्ने कुराहरू। मान्छे त एउटै हुने होइन, सबैको रगत रातो हुन्छ, सबै जन्म मर्छ, तर यो मूल्य मान्यता धर्म यो कल्चर त के त बनाएको रहेछ के गर्नको लागि, जीवनयापन गर्नको लागि बनाइएको एउटा बाटो भनेको संस्कृति रहेछ। अब यति बुझ्नु धेरै हामीले दिमाग घुमाउने होइन। अब सामाजिक रूपान्तरण भन्नाले सांस्कृतिक मूल्य मान्यता चलन परामर्श आदर्श नियम रीतिरिवाज र कानुन प्रचलन कला प्रथा हुन्छ होइन, वेशभूषा प्रविधिको तरिका सोचाइ दृष्टिकोण आदिमा चाहिँ हुने रूपान्तरणलाई बुझिन्छ क्या सामाजिक रूपान्तरण। अब यति बुझिसकेपछि हामीले के बुझ्न सक्छौँ भने यसका विशेषताहरू के हो त। अब यो पनि उस्तै हो, यो सामाजिक रूपान्तरण सांस्कृतिक रूपमा यस्तै हो, यो एउटा निरन्तर चलिरहने प्रक्रिया होइन। सांस्कृतिक रूपान्तरण समाज र संस्कृतिको सामान्य नियम हो होइन। अनि चाहिँ पद्धति र व्यवहार परिवर्तन ल्याउँछ यसले के त। सांस्कृतिक रूपान्तरणले संस्कृति व्यापक हेरफेर आउँछ, सामाजिक रूपान्तरण सहयोग पुर्याउँछ, भौतिक र अभौतिक रूपान्तरण हुन्छ। अब बुझ्छु है त्यो है, त्यति गाह्रो छैन। तपाईँ विशेषता मैले भनिहालेँ, हामीले कसरी चिन्छौँ कि कुनै पनि व्यक्ति अथवा कुनै पनि चिजलाई हामीले कसरी चिन्छौँ भन्ने, कसरी हाउ टु आइडेन्टिफाई भन्ने मात्रै हो, त्यसरी मात्रै बुझ्छौँ हामीले। अब सांस्कृतिक रूपान्तरण निरन्तर चल्यो। अब हामीले अब यो त अब समाजमा त होइन विभिन्न प्रकारका मानिसहरू बस्छन्। अब त्यसो हुँदाखेरि हामीले त्यही जान्नुपर्ने विषयहरू, अब हामीले धेरै जान्नुपर्ने कुराहरू पनि छैन, व्यापक हामीले सामान्य रूपमा चाहिँ यसलाई पढ्ने हो। अनि सामाजिक रूपान्तरण सांस्कृतिक रूपान्तरण फरक के छ त भनेपछि अब उस्तै छ होइन। समाजमा सांस्कृतिक हुन्छ, सांस्कृतिक नै छ, यी दुईवटा चाहिँ अवश्य सम्बन्ध छ के। सामाजिक रूपान्तरण सांस्कृतिक रूपान्तरण एक आपसमा सम्बन्धित अवधारणा हो। सूक्ष्म तहमा हेर्दा यी दुई बिचको चाहिँ भिन्नता के पाउन सकिन्छ भनेपछि ल सुन्नुहोस् त तपाईँले। जस्तो कि अब सामाजिक रूपान्तरण सामाजिक संरचना सम्बन्धमा हुने रूपान्तरण हो भने सांस्कृतिक रूपान्तरण धर्म भाषा परम्परा मूल्य मान्यता कला साहित्य नैतिकता विश्वास आदिमा हुने रूपान्तरण हो कि। त्यो भने नैतिकता साहित्य कलामा। अब यिनीहरूको चाहिँ के हुन्छ भने सांस्कृतिक रूपान्तरणको आधार इतिहाससँग हुने भन्ने सामाजिक रूपान्तरणको आधार चाहिँ वर्तमानसँग हुन्छ के त। सांस्कृतिक रूपान्तरणको आधार चाहिँ इतिहाससँग हुन्छ भने सामाजिक रूपान्तरणको आधार वर्तमानसँग हुन्छ नि त होइन। अब त्यो रूपान्तरण हुने त वर्तमानमा हुने हो नि त होइन। त्यसको आधार भनेको के हो, समाज हो, इतिहास हो। सामाजिक रूपान्तरण सामाजिक पक्ष र भूमिका हुने रूपान्तरण हो भने सांस्कृतिक रूपान्तरण लुवाइफाइ जीवनशैली आचरण होइन दृष्टिकोण विचार आदिमा हुने त्यो रूपान्तरण हो। अब सामाजिक सांस्कृतिक रूपान्तरणका तत्त्व र कारणहरू। अब सामाजिक सांस्कृतिक रूपान्तरण तत्त्व र कारण भने तत्त्व वा कारण भने के हो भने केबाट मिले आउँछ, यो के हो भन्ने कुरा हो। जैविक तत्त्व छ होइन, राजनैतिक तत्त्व छ, आर्थिक तत्त्व छ, शैक्षिक तत्त्व छ, प्राविधिक तत्त्व छ, वातावरणीय तत्त्व छ, जनसङ्ख्या तत्त्व छ, सांस्कृतिक भौगोलिक तत्त्व छ र अन्तर्राष्ट्रिय तत्त्व छ। अब यो जैविक तत्त्व भनेको के हो भनेपछि अब जीवित वस्तुको मानसिक र शारीरिक गुणलाई जैविक तत्त्व भनिन्छ के त। जैविक भन्ने कुरा हो कि मानसिक र शारीरिक गुण जैविक तत्त्व हो के। एक ठाउँका मानिस अर्को ठाउँमा मानिसहरू चाहिँ शारीरिक आकार प्रकार सोच र स्वभाव फरक हुन्छ। अब मानिसहरू त होइन ठाउँ अनुसारको होइन समय हावापानी अनुसारको मान्छेहरूको अब त्यो रहन सहन होइन आफ्नो धर्म संस्कृति गर्दा पनि हरेक डिफ्रेन्ट टाइपका चाहिँ स्वभाव व्यवहारहरू हुन्छ नि त मान्छेहरू होइन। जनसङ्ख्याको स्वरूपका भएको परिवर्तन होइन बसाइसराइ उनको खुवाइ लुवाइ सबै डिफ्रेन्ट टाइपको छ कि। त्यो भनेको जैविक तत्त्व हो कि होइन। त्यसो हुँदाखेरि रूपान्तरण गर्न ठुलो भूमिका खेल्दछ कि जैविक तत्त्वले पनि।
अब राजनीतिक तत्त्व भनेको के हो भने राजनैतिक अवस्था र प्रक्रिया परिवर्तन भएपछि पनि केही कुराहरू हुन सक्छ, केही रूपान्तरण हुन सक्छ। सामाजिक र सांस्कृतिक रूपान्तरण आउन सघाउँछ कि जस्तै 2062-63 आन्दोलन पश्चात बनेको नेपालको आन्तरिक संविधान 2063 नेपालमा सङ्घीय होइन लोकतान्त्रिक गणतन्त्र राज्यको के भयो घोषणा गरेको, धर्मनिरपेक्ष गर्यो होइन, आचरण व्यवस्था गर्यो। त्यो भनेको के हो त केमा रूपान्तरण? राजनैतिक रूपान्तरण आयो नि त। अब प्रजातन्त्र राणा शासनको अन्त्य भयो, प्रजातन्त्र स्थापना भयो होइन, पञ्चायत गइसकेपछि लोकतन्त्र आयो, गणतन्त्र स्थापना भयो, सङ्घीयता भयो। अब त्यो भनेको के हो? राजनैतिक रूपान्तरण हो होइन। अब आर्थिक तत्त्व भनेको मानिसको आर्थिक चाहिँ अवस्थामा सम्पन्न भएपछि शिक्षा, स्वास्थ्य, पोषण लगायतका सबै क्षेत्रका चाहिँ उसको पहुँच विकास विस्तार हुन्छ क्या। नयाँ मान्यता, संस्कार, सोच र व्यवहारमा चाहिँ सुरुवात हुन्छ। फलस्वरूप सामाजिक, सांस्कृतिक र रूपान्तरणमा भूमिका खेल्दछ। शैक्षिक तत्त्व भनेको शिक्षाले मानिसको सोचमा के छ? अब शिक्षा पोलिटिकल, अब हामीले के छ त अब एजुकेसन चाहिँ फ्याक्टर भनेको शिक्षाले मानिसको सोचमा परिवर्तन ल्याउँछ। अनि त्यसले सामाजिक तत्त्व सांस्कृतिक रूपान्तरण गर्न मद्दत गर्छ। अब प्राविधिक तत्त्व भनेको टेक्नोलोजी प्रविधि विकासको जीवन विभिन्न पक्षमा प्रभाव पार्दछ है। अहिलेको 21 सेन्चुरीमा अब अहिले त एआई जमाना आइसक्यो, त्यसले गर्दा पनि मान्छेको के त काम गर्ने शैलीमा होइन। अब हाम्रो अफिसदेखि कार्यालयदेखि हरेक कार्यहरूमा सूचना प्रविधि जोडिया छ। हरेक कामसँग, हरेक कार्य प्रणालीसँग के त सूचना प्रविधि जोडिया छ क्या। त्यसले गर्दाखेरि के त सोसियल लाइन के त कल्चर चाहिँ ट्रान्सफर्मेसन भइरहेछ, रूपान्तरण भइरहेछ कि। वातावरणीय तत्त्व, अब वातावरणमा हुने जस्तो जलवायु परिवर्तन होइन, वन विनाश पनि हुन्छ होइन, अनि मरुभूमिका कारण लगायतका मानिसहरूले दैनिक जीवनमा चाहिँ कृषि प्रणालीले परिवर्तन ल्याएको छ कि होइन। अब जलवायु परिवर्तनको कारणले गर्दाखेरि कहिले काहीँ पानी आउँदैन होइन, कहिलेको बाढी पहिरो आउँछ होइन, वन विनाश हुन्छ होइन, त्यहाँ पानी अब त्यहाँ के गर्नुपर्छ मनमा के छ जलवायु परिवर्तन आएपछि त अब यी कल कारखानाहरू हटाउनु पर्ने रहेछ होइन, वृक्षरोपण गर्नुपर्ने रहेछ होइन, सिँचाइ गर्नुपर्ने रहेछ मरुभूमिमा। त्यो के त मानिसमा सोचाइ परिवर्तन आयो कि कार्यप्रणालीमा रूपान्तरण आयो होइन। जनसङ्ख्याकी तत्त्व पनि आउँछ होइन। जनसङ्ख्याको बनोट, जन्म, मृत्यु, विवाह होइन, सम्बन्ध विच्छेद, बसाइसराई लगायतका जनसङ्ख्या विशेषता काम सामाजिक शास्त्रीय अवस्था चाहिँ फेरबदल आउन सक्छ कि होइन। त्यसो हुँदाखेरि त्यहाँ पनि केही रूपान्तरणहरू, केही शिक्षा, केही व्यवस्थाहरू आइरहेछ होइन, रूपान्तरणले गर्दाखेरि आछ। सांस्कृतिक तत्त्व, विचार, ज्ञान र मूल्य, मान्यता, रहनसहन जस्ता सांस्कृतिक फरक तत्त्वहरू सामाजिक र सांस्कृतिक रूपान्तरणमा सघाउँछन्। यिनले गर्दाखेरि अब भौगोलिक तत्त्वले पनि जनाइहाल्छ होइन। भौगोलिक तत्त्व विकट भौगोलिक अवस्थित कारणले गर्दा वातावरण प्रभाव पर्दछ, जस्तो चिन्तन, सामाजिक शास्त्रीय प्रचलनमा पनि प्रभाव पार्दछ। अब अन्तर्राष्ट्रिय तत्त्व भन्नेले पनि केही कुराहरू इम्प्याक्ट पार्छ। के इम्प्याक्ट पार्छ भने विदेशी रहनसहन, जीवनशैली एवं अन्तर्राष्ट्रिय सन्धि सम्झौताको कारणले चाहिँ पानी सामाजिक र सांस्कृतिक वातावरण भूमिका खेलेको हुन्छ कि। सामाजिक र सांस्कृतिक रूपान्तरणका कर्ताहरू के हुन् त? सामाजिक रूपान्तरण कर्ताहरू को हुन् त? यसलाई रूपान्तरण गर्ने चाहिँ यिनी पात्रहरू को हुन् भन्ने कुराहरू हुन् कि। राजनैतिक दल नै हुन्, राज्य सरकार हुन्, सञ्चार माध्यमका हुन्, बौद्धिक समुदायहरू हुन् होइन, नागरिक समाज समुदाय, महान नेता विचारकहरू होइन, दार्शनिकहरू, अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरू, गैर सरकारी संस्थाहरू होइन, शिक्षा संस्था, विद्यालय, यिनीहरूले के त कर्ताहरू हुन् के त। यिनले चाहिँ के त यिनको प्रत्यक्ष भूमिका रहन्छ के गर्नको लागि? सांस्कृतिक सामाजिक रूपान्तरणको लागि यी पात्रहरू, यी कतराहरूको मुख्य भूमिका रहन्छ। अब सामाजिक रूपान्तरणका सिद्धान्त भनेको के? हामी सिधै आर्थिकको सिद्धान्त है, प्राविधिकको सिद्धान्त, सङ्घर्षको सिद्धान्त, क्रमिक विकासको सिद्धान्त, कार्यात्मक सिद्धान्त, सन्तुलनको सिद्धान्त, आलोचनात्मक सिद्धान्त र विखण्डनको सिद्धान्त भन्ने कुराहरू हामीले धेरै छैन यो पढ्नुपर्ने विषय होइन। अब यो सिद्धान्तको विषयलाई हेर्ने हो भने अब यो आर्थिक सिद्धान्त, इकोनोमिक स्टोरी, आर्थिक संरचना प्रणालीमा आउने परिवर्तन सिङ्गो समाज र सामाजिक व्यवस्थामा परिवर्तन ल्याउँछ। केले त आर्थिक संरचनाले गर्दाखेरि के त एउटा समग्र देशको सिङ्गो समाज र सामाजिक व्यवस्थाको परिवर्तन ल्याउनको लागि यसले महत्त्वपूर्ण भूमिका हुन्छ है। प्राविधिक टेक्नोलोजिकल थ्योरी होइन। अब यी थ्योरीहरू पढ्नुलाई यो त्यति गाह्रो छैन है, यो हामी अगाडि भन्यो त्यति गाह्रो छैन। मैले सर्ट पढ्न खोजेको पढाइरहेको छु। अब सामाजिक र सांस्कृतिक रूपान्तरणको ढाँचा कस्तो प्रकारको हुन्छ? सकारात्मक ढाँचा पनि हुन्छ एउटा, सकारात्मक नकारात्मक ढाँचा पनि हुन्छ, चक्रीय ढाँचा पनि हुन्छ है। अब सकारात्मक ढाँचा भनेको के हो भने सामाजिक र सांस्कृतिक रूपान्तरण निरन्तर रूपमा सकारात्मक दिशातर्फ हुने ढाँचा सकारात्मक ढाँचा। सकारात्मक नकारात्मक ढाँचा भनेको के हो भने सामाजिक र सांस्कृतिक रूपान्तरणले कहिले सकारात्मक दिशा कहिले नकारात्मक दिशा लिने गरेको त्यस्तो रूपान्तरण ढाँचालाई हामीले के भन्छौँ? सकारात्मक र नकारात्मक ढाँचा र
उतार चढाव भइरहेको हुन्छ कि हैन। अब चक्रीय ढाँचा रूपान्तरणको क्रम एक अवस्थामा अर्को अवस्थामा एक समाजको संस्कृति फेरि परिवर्तन भएर पुरानै अवस्थामा ढाँचा भने चक्रीय ढाँचा हो हैन। अब चाहिँ यसको प्रोसेस यसको प्रक्रिया के हो त भनेपछि अब सामाजिक र सांस्कृतिक रूपान्तरणको प्रक्रिया हैन के छ भने कर्मिक विकास हुन्छ कि सरलबाट जटिल अवस्थातिर कर्मिक परिवर्तन हुन्छ के रूपान्तरण भने समायोजन हुन्छ आफूलाई परिवेश सुहाउँदो बनाउने हुन्छ कि प्रगति र विकास सकारात्मक दिशातर्फ परिवर्तन हुन्छ बसाइसराई हैन के त एक ठाउँबाट अर्को ठाउँमा गएर बसाइसराई गर्छन् भन्नुको मतलब अब मान्छेहरू पहिला जहाँ सुविधा छ जहाँ सेवा सुविधाहरू चाहिँ पहुँच योग्य छ त्यहाँ चाहिँ बसाइसराई गर्दै आएको पाइन्छ। जस्तो कि अहिले पनि सहरहरूमा हैन काठमाडौँमा हैन सुर्खेत जस्तो कि तराईमा चाहिँ पहाडबाट हिमालबाट बसाइसराई गरेर आएको अवस्था छ पहिले भन्दा अहिले है। त्यो भनेको के एउटा प्रक्रिया। अब शहरीकरणले पनि प्रभाव पर्छ। ग्रामीण क्षेत्र सहरहरू बदलिने छन् हैन औद्योगिकरणको विकास र विस्तार हुने आधुनिक विकसित समाजको विस्तारले हैन सांस्कृतिक तल्लो जात र सम्भव माथिल्लो जात भएको क्रान्तिकरण विलियनिङले गर्दा पनि के त गरिएको छ भनेको छ। अब नेपालमा सामाजिक रूपान्तरण र सांस्कृतिक रूपान्तरण के छ त नेपालमा अब कस्तो अवस्था छ है। अब हामीले त्यो पढ्छौँ है नेपालको विषयमा हामीले जान्नुपर्ने विषय धेरै मैले धेरै त्यो पुरै कथा पढाएर कथा भनेर पनि त्यसको केही औचित्य रहँदैन। हामीले ठेट कुरा जान्ने हो पहिलो बेसिक लेभल जान्ने है। पछि तपाईले चाहिँ खोज्न सक्नुहुन्छ हरेक कुराहरूबाट तर मैले एउटा तपाईलाई जानकारीको सूचनात्मक रूपमा मात्र भनिरहेको छु। अब चाहिँ यो हाम्रो नेपालको अवस्थामा के छ भने 2007 सालभन्दा अघि र 2007 सालदेखि यताको अवस्था के थियो भनेपछि हैन 2007 सालभन्दा अघि के थियो भने गौतम बुद्धको दर्शनबाट किराँतकाल प्रभावित भएको थियो क्या उतिखेर त है। अनि लिच्छवीकाल सामाजिक सुधार र न्याय कायम गर्न विभिन्न प्रयासहरू भएको थियो। लिच्छवीकालमा पनि विभिन्न किसिमका चाहिँ न्याय प्रणालीको व्यवस्था त्यही भएको थियो। प्रशासनदेखि अड्डा लिएर हरेक कर उठाउने हैन सिक्का बनाउने कामदेखि लिएर धार्मिक संहिता जातीय सत्ता कला र संस्कृति विकास पनि के त लिच्छवीकालमा भएको थियो हैन। मल्लकालमा जयसिद्धि मल्ल हैन प्रताप मल्ल लगायतका राजाहरूबाट पनि के त सामाजिक कार्यमा सुधार गरेका थिए कि। अब रामशाहले के गरे त त्यतिखेर नाप तौल कुलो पैना ब्याजदारको ल्याए के उले रामशाहले हैन। अब पृथ्वीनारायणको साग दिव्योपदेश हैन सुरेन्द्र शाहका पालामा जारी भएको मुलुकियन 1910 त्यसले पनि धेरै कुराहरू परिवर्तन इम्प्याक्ट ल्यायो हैन। त्यसले पनि धेरै रूपान्तरण ल्यायो। देश क्षत्रिय पाला गोरखापत्र प्रकाशन र विद्यालयको स्थापना गरे कि अझ धेरै के त त्यसमा सहयोग पुर्यो कि। चन्द्र शमशेरका पाला सती प्रथा दास अध्यव चित्रकला स्थापना दरबार स्कुल सरकारलाई खुल्ला भयो हैन। मकै पर्व लाइब्रेरी प्रजा परिषद प्रचण्ड गोर्खा जयन्तु संस्कृतिमा आदिको स्थापना भयो हैन। नेपालको पहिलो संविधानको रूपमा चाहिँ पद्म शमशेरको पालामा नेपालको सरकार वैधानिक कानुन 2004 मा जारी गरिएको थियो हैन। 2007 सालभन्दा अगाडिको यो के त नेपालको सामाजिक रूपान्तरण र सांस्कृतिक रूपान्तरणको अवस्था कस्तो थियो 2007 सालभन्दा अघि र 2007 सालभन्दा 46 सालसम्म कस्तो थियो। अब प्रजातन्त्रको आगमन भयो 2007 सालमा हैन। त्यसपछि अन्तरिम शासन विधान 2007 संविधान दोस्रो संविधान बन्यो। 2007 सालदेखि योजनाबद्धको विकास सुरुवात भयो। अनि त्यसपछि 2015 मा नेपालको अधिराज्य संविधान हैन 2016 मा भित्र उन्मूलन भयो। नेपालको संविधान 2019 जारी भयो। मुलुकियन 2020 जारी भयो। भूमि व्यवस्था ऐन 2000 पहिले आयो 2021 मा आएको हैन। त्यसपछि सामाजिक सुधार आयो। 2007 सालदेखि यताको अवस्था के छ भनेपछि अब 2007 साल आन्दोलनको पश्चात प्रजातन्त्रको प्राप्ति भयो नि त हैन। त्यसपछि एउटा संविधान 2047 मा नेपालको अधिराज्य संविधान छ। अझ त्यहाँ विस्तृत जानकारीहरू छ हैन। अझ नागरिक र लोकतान्त्रिक पहुँच योग्य कानुनहरू व्यवस्थाहरू अधिकारका कुराहरू स्वतन्त्र कुराहरू व्यवस्था गरिएको छ हैन। कमया मुक्ति घोषणा 2057 सालमा भयो हैन। 62-63 सालको आन्दोलन भयो। अनि त्यहाँ अन्तरिम संविधान 2063 सालमा चाहिँ दायित्व राज्यका नीति दिशा निर्देशन अझ सुधारिएको संविधान निर्माण भयो। राज्यका नागरिक अधिकारमा अझ के त विस्तृत पहुँच योग्य भयो हैन। धार्मिक लैङ्गिक सांस्कृतिक र भेदभावको गर्ने प्रावधान राखिएको थियो हैन। नेपालको संविधान 2072 को धारा 51 मा के गमा सामाजिक र सांस्कृतिक राज्यको नीति निर्देशन सिद्धान्तमा के छ त धारा 51 को गमा सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीति उल्लेख गरिएको छ हैन। मुलुकी देवानी संहिता 2074 आयो। मुलुकी देवानी कार्यविधि आयो हैन। मुलुकी फौजदारी कार्यविधि संहिता 2074 आयो। मुलुकी व्यवहार संहिता 2074 आयो। फौजदारी यस्ता कानुन थुप्रै कानुनहरू आए। श्रम योजना आयो हैन। सामाजिक सुरक्षा घोषणा आए। विभिन्न भाषा संरक्षणका लागि संस्थागत व्यवस्था भए हो। त्यसैले आयो हैन। आर्थिक 81-82 को बजेटमा पनि भाषा साहित्य दर्शन संस्कृति कला संगीत हैन नाट्य लगायतका चाहिँ के त अमूर्त सांस्कृतिक क्षेत्रको विकास र प्रवर्धन गर्ने प्रतिलिपि अधिकारको संरक्षण लगायतका विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूको अनुबन्धन पनि भएको थियो। त्यसैले के त नेपालको अवस्थाको सामाजिक रूपान्तरण हुँदै गर्दाखेरि आज यो अवस्था
नेपालको संविधान 2072 को सङ्घीय गणतन्त्र लोकतन्त्र सार्वसत्तामूलक रूपमा स्थापित अवस्था अहिले भएको छ हैन। घर घरमा सिंहदरबार पुगेको छ। सबभन्दा नजिकको सरकार स्थानीय त तपाईको नजिकमा पुगेको छैन। अब हामीले अब के बुझ्छौँ भने अब यो सामाजिक र शास्त्रीय रूपान्तरणको सम्बन्धी नीति 2000 यो जो नीतिहरू चाहिँ अहिलेको नेपालको संविधान 2072 मा के व्यवस्था गरे जस्तो कि अब स्वास्थ्य सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा चाहिँ आधारित समाजको निर्माण गरेछ कि है। ऐतिहासिक पुरातत्व र शास्त्रीय सम्पदा संरक्षण संवर्धन विकासलाई अध्ययन अनुसन्धान खनन र प्रसार गरेछ हैन। अब त्यसपछि सामाजिक सांस्कृतिक र सेवामूलक कार्यमा चाहिँ स्थानीय समुदायको सृजनशीलताको प्रवर्धन गर्ने, गरी परिचालन र स्थानीय जनसहभागिता अभिवृद्धि गर्ने विकास गर्ने जोड दिएको छ कि राष्ट्रिय सम्पदा रूपमा रहेका कला साहित्य हैन साङ्गीतिकहरूको विकासमा जोड दिएको छ। अब चाहिँ देशको सांस्कृतिक विविधता कायम राख्दै समानता र सहअस्तित्वको आधारमा विभिन्न जात जाति समुदायको भाषा लिपि संस्कृति साहित्य कला चलचित्र सम्पदाको संरक्षण र विकास गर्ने बहुभाषिक नीति अवलम्बन गरेको छ। अब हामीले यो के पढ्यौँ त हामीले अब नेपालको संविधान 2072 मा सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीतिहरू के छन् भन्ने कुराहरू। अब सामाजिक रूपान्तरण संस्कृति रूपान्तरणमा देखिएका समस्याहरू के हुन् त हामीले यी सबै कुरा पढिसक्यौँ। अहिले के विशेषता पनि पढिसक्यौँ हैन, उनीहरूको सम्बन्ध कस्तो छ पढिसक्यौँ हैन, उनीहरूका तत्त्वहरू के हो त, उनीहरूको कारणहरू के हो हैन, अनि नेपालको विद्यमान अवस्था के छ, कसरी रूपान्तरण भयो। हाम्रो नेपाल इतिहासदेखि अहिलेदेखि 2007 सालभन्दा अगाडि जो हाम्रो जो किराँत कालदेखि मल्लकाल वंश हुँदै अहिले 2007 साल प्रजातन्त्र हुँदै अहिले गणतन्त्र लोकतन्त्र 2072 संविधान हुँदै के रूपान्तरण भयो भन्ने कुराहरू पनि पढ्दै गर्दाको अवस्था सिचुएसनमा हामीले के बुझ्छौँ, कस्ता समस्याहरू देखे, समस्या त आएका हुन सक्छन्। अब सामाजिक रूपान्तरण संस्कृति रूपान्तरणमा देखिएका समस्याहरू यथास्थिति र परम्परागत प्रति विश्वास समस्याहरू त्यस्तो केही छैन। सामाजिक रूपान्तरण संस्कृति हामी यत्रो हामीले पढिसक्यौँ होइन, तिनी देखियो जस्तो कि अब यथास्थिति परम्परागत विश्वास गरेछन् होइन। अब परिवर्तन परिणाममा अविश्वासको डर छ मान्छेमा आउँदै पनि होइन, जस्तो अब लैङ्गिक जातीय विभेद कायम आउँदै पनि चाहिँ कायमै छ होइन, स्वास्थ्य निर्भर हुन सकेका छैन, सामाजिक चेतनाको कमी छ होइन, शैक्षिक पाठ्यक्रमहरूमा के त सामाजिक सांस्कृतिक रूपान्तरण सम्बन्धीको विषयवस्तुहरू समावेश हुन सकेको छैन। अब राजनीतिक दलहरू बीच पनि सामाजिक र सांस्कृतिक रूपान्तरणको लागि साझा धारणा हुन सकेका छैन कि सामाजिक सांस्कृतिक रूपान्तरणको नाममा विभिन्न समूहले जातीय र राज्यको माग राख्दाखेरि के त त्यो समस्या आउन सक्छ, दण्ड भड्किन सक्छ नि त हैन। अब सबैको माग पूरा गर्न राज्यले सक्दैन हैन, पारस्परिक सहयोगको सद्भावना कमी भइरहेछ, द्वन्द्वबाट विस्थापित जनताले भोग्नुपर्ने समस्या समाधान हुन सकिरहेको छैन कि लक्षित वर्गलाई केन्द्रित गरिएको कार्यक्रम सञ्चालनमा लक्षित वर्गले पहिचान गर्न नसक्नु, को लक्षित वर्ग त्यो थाहै छैन। जो अलिक पावर र पहुँचमा भएका मान्छेले चाहिँ त्यो सेवा सुविधाहरू पाइरह, तर जसको चाहिँ पाउन पर्ने हो ती जातिहरूले चाहिँ पाइरहेको छैनन्। सबभन्दा समस्या त्यो हो। अन्धविश्वास र सिम्बल हुन सकेका छैन। एक ठाउँ चाहिँ जनता र गरिबीको रेखा मुनि चाहिँ हुन्छ।